नमस्कार साथीहरू, तपाईलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौं। संस्थागत सुशासनका सिद्धान्तहरू, आधारभूतदेखि उन्नत अभ्यासहरूसम्म। कुनै पनि संस्था, चाहे त्यो सरकारी होस्, गैर सरकारी होस्, निजी कम्पनी होस् वा सामुदायिक समूह, त्यसको सफलता, स्थायित्व र विश्वसनीयताका लागि सुशासन अपरिहार्य छ। सुशासनले संस्थालाई सही दिशामा डोर्याउँछ, स्रोतहरूको सही उपयोग सुनिश्चित गर्छ र सबै सरकारवालाहरूको हितको रक्षा गर्छ। आज हामी सुशासनका केही आधारभूत सिद्धान्तहरूबाट सुरु गरेर क्रमशः उन्नत अभ्यासहरूतर्फ कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरालाई चित्रमा देखाइएको यो प्रवाह चित्र फ्लोचार्टको मद्दतले बुझ्ने प्रयास गर्नेछौं। ल सुरु गरौं आधारभूत सिद्धान्तहरूबाट। जवाफदेहिता, अकाउन्टेबिलिटी। सुशासनको पहिलो र आधारभूत सिद्धान्त हो जवाफदेहिता। यसको अर्थ हो संस्था र त्यसमा काम गर्ने व्यक्तिहरू आफ्ना कार्य र निर्णयहरूका लागि जिम्मेवार हुनुपर्छ। उनीहरूले के गरे, किन गरे र त्यसको परिणाम के भयो भन्ने कुराको स्पष्टीकरण दिन तयार हुनुपर्छ। उदाहरण, यदि कुनै सरकारी कार्यालयले नागरिक बडापत्र अनुसार तोकिएको समयमा सेवा प्रदान गरेन भने सम्बन्धित कर्मचारी वा अधिकारी त्यसको लागि जवाफदेही हुनुपर्छ। उसले किन ढिलाइ भयो, के कमजोरी रह्यो भनेर स्पष्ट पार्नुपर्छ र भविष्यमा त्यस्तो हुन नदिन के गर्ने भनेर प्रतिबद्धता जनाउनुपर्छ। त्यस्तै कुनै परियोजना प्रमुखले बजेट र समय सीमाभित्र काम सम्पन्न गर्न नसकेमा त्यसको कारणसहित सञ्चालक समिति वा सम्बन्धित निकायप्रति जवाफदेही हुनुपर्छ। पारदर्शिता, ट्रान्सपेरेन्सी। अर्को महत्त्वपूर्ण आधारभूत सिद्धान्त हो पारदर्शिता। यसको अर्थ हो संस्थाका निर्णयहरू, प्रक्रियाहरू र सूचनाहरू खुल्ला हुनुपर्छ र सरकारवालाहरूले समयमै त्यसमा पहुँच पाउनुपर्छ। के भइरहेको छ भन्ने कुरा लुकाउनु हुँदैन। उदाहरण, कुनै नगरपालिकाले सडक निर्माणको लागि टेन्डर आह्वान गर्दा टेन्डर प्रक्रिया, छनौटका आधारहरू र कसले ठेक्का पायो भन्ने जानकारी सार्वजनिक रूपमा वेबसाइटमा राख्नु वा सूचना पाटीमा टास्नु पारदर्शिताको उदाहरण हो। यस्तै कुनै गैर सरकारी संस्थाले दाताबाट प्राप्त अनुदान र त्यसको खर्च विवरण वार्षिक प्रतिवेदन मार्फत सार्वजनिक गर्नु पनि पारदर्शिताको राम्रो उदाहरण हो। यी दुई सिद्धान्त, जवाफदेहिता र पारदर्शिता, सुशासनका खम्बाहरू हुन्। अब हामी केही और सिद्धान्तहरूतर्फ लागौं। कानूनी शासन, रुल अफ ल। सुशासनको अर्को महत्त्वपूर्ण तत्त्व हो कानूनी शासन। यसले कानूनको सर्वोच्चतालाई जोड दिन्छ, अर्थात् कानून सबैका लागि समान हुनुपर्छ र यसको निष्पक्ष कार्यान्वयन सुनिश्चित गरिनुपर्छ। कसैलाई काँखा र कसैलाई पाखा गर्नु हुँदैन। उदाहरण, ट्राफिक नियम उल्लङ्घन गर्ने चाहे सामान्य नागरिक होस् या उच्च पदस्थ व्यक्ति, सबैलाई समान जरिमाना लाग्नु कानूनी शासनको उदाहरण हो। त्यस्तै अदालतले कुनै मुद्दाको फैसला गर्दा प्रमाण र कानूनका आधारमा निष्पक्ष निर्णय दिनु पनि कानूनी शासनको परिपालना हो। संस्थाभित्र पनि नियम कानून सबै कर्मचारीलाई समान रूपमा लागू हुनुपर्छ। अब कुरा गरौं सहभागिताको। यस सिद्धान्त अनुसार नीति निर्माण र निर्णय प्रक्रियामा सम्बन्धित सबै सरकारवालाहरूलाई समावेश गरिनुपर्छ। उनीहरूको आवाज सुन्नुपर्छ र विचारहरूलाई महत्त्व दिनुपर्छ। उदाहरण, स्थानीय तहले आफ्नो वार्षिक योजना बनाउँदा वाडा भेला मार्फत महिला, दलित, जनजाति, युवा, ज्येष्ठ नागरिक लगायत सबै समूहका मानिसहरूको राय सुझाव लिनु सहभागिता हो। विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधार योजना बनाउँदा शिक्षक, अभिभावक र विद्यार्थीहरूको विचार समावेश गर्नु पनि सहभागितामूलक अभ्यास हो। यी सिद्धान्तहरूलाई अपनाउँदै जाँदा संस्थाहरू थप प्रभावकारी बन्दै जान्छन्। अब हामी अझ परिष्कृत अभ्यासहरूतर्फ लागौं। प्रभावकारिता र दक्षता, इफेक्टिभनेस एन्ड इफिसियन्सी। संस्थागत सुशासनमा प्रभावकारिता र दक्षताको पनि ठूलो भूमिका छ। प्रभावकारिता भनेको संस्थाले आफ्नो उद्देश्यहरू हासिल गर्नु हो र दक्षता भनेको न्यूनतम स्रोत, समय, पैसा र जनशक्तिको प्रयोग गरेर अधिकतम परिणाम निकाल्नु हो। उदाहरणको लागि, कुनै कृषि सहकारीले किसानहरूलाई उन्नत बिउ र मल समयमै उपलब्ध गराएर उनीहरूको उत्पादन बढाउन मद्दत गर्यो र यो काम एकदमै कम प्रशासनिक खर्चमा सम्पन्न गर्यो भने त्यो प्रभावकारिता र दक्षता दुवैको उदाहरण हो। सरकारी कार्यालयले अनावश्यक प्रक्रियाहरू हटाएर छिटो छरितो सेवा दिनु पनि यसैभित्र पर्दछ। उत्तरदायित्व, रेस्पोन्सिभनेस। सुशासनको अर्को आयाम हो उत्तरदायित्व वा सरकारवालाहरूको आवश्यकताप्रति संवेदनशील हुनु।
संस्थाहरूले आफ्ना सेवाग्राही वा सरोकारवालाहरूको आवश्यकता, गुनासा र अपेक्षाहरूलाई उचित समयभित्र सम्बोधन गर्नुपर्छ। उदाहरणको लागि, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा सरकारी निकायहरूले तुरुन्तै उद्धार, राहत र पुनर्स्थापनाको काम सुरु गर्नु उत्तरदायित्वको उदाहरण हो। त्यस्तै ग्राहकले कुनै सामान वा सेवाबारे गुनासो गर्दा कम्पनीले छिटोभन्दा छिटो त्यसको सुनवाई गरी समाधान दिनु पनि उत्तरदायी व्यवहार हो। अब हामी सुशासनका केही उन्नत अभ्यासहरूतर्फ जाँदैछौँ। सहमति उन्मुख, कन्सेन्सस ओरिएन्टेड। सहमति उन्मुख हुनु भनेको संस्थाले निर्णयहरू गर्दा सकेसम्म सबै सरोकारवालाहरूको साझा हित र सहमतिको खोजी गर्नु हो। यसले विभिन्न विचार र स्वार्थहरूबीच मध्यस्थता गर्दै दीर्घकालीन हितमा केन्द्रित हुन मद्दत गर्छ। उदाहरणको लागि, कुनै समुदायमा विकास आयोजना सञ्चालन गर्दा त्यसबाट प्रभावित हुन सक्ने सबै पक्ष जस्तै स्थानीय बासिन्दा, सरकारी निकाय, लगानीकर्ता आदिबीच व्यापक छलफल गरी साझा समझदारी कायम गरेर अगाडि बढ्नु सहमति उन्मुख दृष्टिकोण हो। यसले गर्दा पछि विवाद कम हुन्छ र परियोजना सफल हुने सम्भावना बढ्छ। समानता र समावेशिता, इक्विटी एन्ड इन्क्लुसिभनेस। र अन्त्यमा सुशासनको एउटा अत्यन्तै महत्त्वपूर्ण उन्नत अभ्यास हो समानता र समावेशिता। यसको अर्थ हो सबै नागरिक, विशेष गरी सीमान्तकृत र कमजोर वर्गका मानिसहरूले विकासका अवसरहरूमा समान पहुँच पाउनुपर्छ र निर्णय प्रक्रियामा उनीहरूको आवाज सुनिनुपर्छ। कसैलाई पनि उसको जात, धर्म, लिङ्ग, क्षेत्र या आर्थिक अवस्थाको आधारमा पछाडि पारिनु हुँदैन। उदाहरणको लागि, सरकारी नीति तथा कार्यक्रमहरू बनाउँदा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका नागरिकको विशेष आवश्यकतालाई ध्यानमा राखी उनीहरूका लागि सकारात्मक विभेदका उपायहरू जस्तै आरक्षण, विशेष सुविधाहरू अवलम्बन गर्नु समानता र समावेशिताको सिद्धान्तको पालना हो। संस्थाको नेतृत्व तहमा सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु पनि यसै अन्तर्गत पर्दछ। तसर्थ साथीहरू, तपाईले देख्नुभयो, संस्थागत सुशासनका यी सिद्धान्तहरू एक आपसमा जोडिएका छन्। आधारभूत सिद्धान्तहरू जस्तै जवाबदेहिता र पारदर्शिताबाट सुरु गरेर कानूनी शासन, सहभागिता, प्रभावकारिता, उत्तरदायित्व हुँदै सहमति उन्मुख र समानता तथा समावेशिता जस्ता उन्नत अभ्यासहरूसम्म पुग्नु एउटा निरन्तर यात्रा हो। जब संस्थाहरूले यी सिद्धान्तहरूलाई साँच्चै आत्मसात गर्छन्, तब मात्र उनीहरू बढी जिम्मेवार, पारदर्शी, ज्यायपूर्ण, प्रभावकारी र नागरिक मैत्री बन्न सक्छन्। यसले व्यक्ति, समाज र समग्र राष्ट्रको विकास र समृद्धिमा अतुलनीय योगदान पुर्याउँछ। आशा छ संस्थागत सुशासनका यी सिद्धान्तहरूबारे आजको यो प्रस्तुति तपाईलाई जानकारीपूर्ण र उपयोगी लाग्यो होला। तपाईको विचारमा यी सिद्धान्तहरूलाई व्यवहारमा उतार्न के कस्ता चुनौतीहरू छन् र तिनीहरूलाई कसरी समाधान गर्न सकिन्छ, कृपया तल कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। यो भिडियो मन परेमा लाइक र शेयर गर्न नभुल्नुहोला र यस्तै ज्ञानवर्धक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। नमस्कार।